नाच लगाउन रोदीमै गइन्थ्यौ नि है। साथीसँगै सबै छुट्टै कहाँ गए खोइ। शैलीको त्यो बोलीमा अड्किन्थ्यो मन, सम्झना बेबीलाई गाए रमाइला ती छेड काठै। छोटो जीवन सँगसँगै हँसौँला, नालो प्रेम छोडेर जाने भयो। हेलो साथीहरू, मैले चाहिँ आज तपाईँहरूलाई के देखाउन गइरहेको छु भनेपछि चाहिँ मैले यहाँनिर थोरै खोले साग रोपेको थिएँ, खोलामा पाइने साग। अनि मैले त्यसलाई चाहिँ पानी हाल्न गइरहेको छु सागमा चाहिँ। अनि सागमा चाहिँ पानी हालिसकेपछि मैले चाहिँ यसलाई टिप्नको लागि भनेर मैले चाहिँ यसलाई पतिलो लिएर आएको। अनि अब चाहिँ मैले सागहरू टिप्न लगाएको होइन। यसमा चाहिँ भर्खरै रोपेको नि त 1 महिना भयो कि नै, 1 महिना भइसक्यो। 1 महिनाभन्दा धेरै भएको रहेछ रोपेको चाहिँ। अनि सानो सानो भएको छ क्या यो चाहिँ मैले। अनि यो चाहिँ मैले चाहिँ उता बिथानदेखि लिएर आएको थिएँ क्या। अनि विशेष गरी मैले यसलाई खानको लागि लिएर आएको थिएँ, तर यसमा चाहिँ मैले पछि सानो सानो जराहरू थियो, कमला जराहरू थियो, त्यो पनि मैले निकालिदिएको रोप्नको लागि भनेर, किनभने हाम्रोतिर पाइँदैन। अनि त्यसपछि मैले थोरै निकालेर जुन जरा भरि निकालेर अनि मैले यसरी रोपिदिएको थिएँ कि। अनि रोपिदिएपछि अहिले चाहिँ यो यति भइसकेको छ कि, किनभने 1 महिनामा धेरै कताइसकेको रहेछ अहिले हिसाब गर्दाखेरि चाहिँ। अनि यहाँतिर चाहिँ यो साग पाइन्न, अनि त्यसैले मैले चाहिँ यसलाई खान मन लागिरहेको थियो, अनि त्यही भएर यसलाई टिपिदिएको। अनि अहिले चाहिँ मैले चाहिँ टिपेर पनि सिधाइसकेको छु। अनि त्यसपछि मैले चाहिँ यसलाई पतिलामा राखेर अनि ओइलाउँछ भनेर मैले चाहिँ यसमा चाहिँ पानी हालिदिएको। पानी हालेर चाहिँ अनि त्यसपछि मैले चाहिँ त्यसमा चाहिँ जुन जरा छ त्यसमा पनि मैले पानी हालिदिएँ, किनभने ओइला के भन्छन् रे, त्यो पानी त जान्छ तर भयो भने आसिनमा चाहिँ लसुनहरू छ नि त, अनि खुइन्छ भनेर पानी हालिदिएको। अनि मैले चाहिँ यसलाई चाहिँ यो पनि तरकारीको लागि रामचन्दमा भन्छ होइन, तपाईँहरूकोमा के भन्छ। अनि मैले यसलाई चाहिँ टिपिदिएँ खानुको लागि भनेर, तरकारीको लागि भनेर। अनि यसलाई चाहिँ मैले टिप्नु लागेको। साथीहरू, मैले चाहिँ यहाँ यसलाई पकाउनको लागि अब लिइसकेको छु। यति भएको थियो साग चाहिँ देख्न हुन्छ। मैले यसलाई दिनभरि चाहिँ पानीमा राखेको थिएँ, अनि त्यही भएर राम्रो छ। अहिले पनि यस्तो छ। बिहान मैले चाहिँ यसलाई पानीमा राखेको कारणले गर्दाखेरि अब म यसलाई चाहिँ पकाउन गइरहेको छु, किनभने यसमा माटोहरू छन् धेरै क्या। अनि अब चाहिँ मैले पखालेर पनि सकिसकेको छु, देख्न सक्नुहुन्छ। यो अब चाहिँ साग भइसकेको छ। अनि अब यतिमा त तरकारी पुग्दैन, यो त थोरै हुन्छ, सुकेपछि यति हुन्छ। अनि त्यसले चाहिँ अब मैले यो बनाउन गइरहेको छु, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ अब म बनाउँछु, यसरी फालेर बनाउँछु अब मैले चाहिँ यसलाई पकाउनको लागि भनेर अब चाहिँ पारिदिएछु कि यो चाहिँ कालो भात नभन्नुलाई। यो चाहिँ किनभने फलामको फ्याँकेको हो, त्यो पनि मलाई थाहा छैन। मैले देख्दा चाहिँ यस्तै नै थियो यो भाँडा। अनि चाहिँ साग चाहिँ थोरै थियो, पकाएपछि थोरै हुन्छ नि त, अनि त्यही भएर मैले चाहिँ सानो भाँडामा चाहिँ पकाउन लागेको कि यसलाई।
पकाउँदा पकाउँदै यसलाई चाहिँ थोरै भएपछि चाहिँ थोरै पानी हालिदिएको अनि फाइनली चाहिँ अब पाकिसकेको छ। अब चाहिँ मैले यसलाई पकाउन लागेको यो पनि तरकारी बनाउन लागेको चाहिँ यसलाई पाकिसकेपछि होइन मैले चाहिँ सुरुमा चाहिँ भिडियो बनाउँछु भनेको थिएँ तर मैले चाहिँ बिर्सेको उयो अनि त्यसपछि मैले खाइसकेपछि याद आएपछि अनि त्यसपछि मैले चाहिँ खान लागेको भागलाई मैले भिडियो बनाइदिएको यसरी। आजको भिडियो चाहिँ यहाँसम्म मात्रै। अब अर्को भिडियोमा भेटौँला साथीहरू, बाई बाई।